नमस्कार छ। नेपाल सरकारका माननीय गृहमन्त्री ज्यू को उपस्थितिमा मध्य प्रदेशका माननीय मुख्यमन्त्रीज्यू, मध्य प्रदेशका माननीय अर्थमन्त्रीज्यू, मध्य प्रदेशका माननीय गृह तथा सञ्चार मन्त्रीज्यू, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुखज्यू, विभिन्न धार्मिक सङ्घ संस्थाका पदाधिकारी बीच र सुरक्षा निकायका प्रमुखज्यू पृथ्वीपति ज्यू लगायत डीआईजी साहबहरू र आज आन्दोलनमा विगतदेखि रहनुभएका हिन्दू धर्मको संरक्षणको विषय उठाएर आन्दोलनरत पक्षहरूबीच दुई चरणको वार्तापछि एउटा सहमतदारी र सहमति भएको छ। यसका सहमतिका बुँदाहरू म यहाँ चाहिँ छलफल भएको छ र छलफलबाट संयुक्त हिन्दू मोर्चाले माननीय गृहमन्त्रीज्यू मार्फत नेपाल सरकार समक्ष आफ्ना मागहरू प्रस्तुत गर्नुभएको छ। आज संयुक्त हिन्दू मोर्चाले प्रस्तुत गर्नुभएका मागहरू म यहाँ वाचन गर्न चाहन्छु। संयुक्त हिन्दू मोर्चा धर्म रक्षति रक्षित मिति 2083 4/16 गते माग पत्र नेपाल सरकारका माननीय गृहमन्त्री सुदन गुरुङज्यू समक्ष आज मिति 2083 साल श्रावण 16 गते जिल्ला प्रशासन कार्यालय धनुषामा संयुक्त हिन्दू मोर्चाको तर्फबाट नेपाल सरकार समक्ष प्रस्तुत गरिएका मागहरू: 1. दिगो शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा धार्मिक सह अस्तित्वको प्रवर्धनका लागि किराँत बौद्ध सहित 81% हिन्दूको बाहुल्यता भएको नेपाल राष्ट्रलाई हिन्दू राष्ट्र कायम गर्ने विषयमा स्पष्ट समय सीमा तोकी सर्वदलीय बैठक मार्फत छलफल प्रक्रिया अगाडि बढाउने र यसको समय सीमा 3 महिनाभित्र यसलाई प्रक्रियामा लैजाने भन्ने रहेको छ। 2. जुनसुकै धर्म सम्प्रदाय वा समुदायले मनाउने चाडपर्व तथा धार्मिक अवसरहरूमा हात हतियार प्रदर्शन गर्ने कार्यलाई नियन्त्रण गर्ने, यस्तो कार्य गर्ने व्यक्ति वा समूहलाई कानून बमोजिम कारबाही गर्ने। 3 नम्बर, मठ मन्दिर, मस्जिद, मदरसा, गुम्बा र चर्च लगायत धार्मिक स्थलमा जडान गरिएका बाहिरी हर्न, लाउडस्पिकर तथा ध्वनि विस्तारक उपकरणको प्रयोगलाई नियन्त्रण गर्ने, आवश्यक धार्मिक गतिविधिका लागि परिसरभित्र मात्र सीमित ध्वनि प्रयोग गर्ने व्यवस्था मिलाउने, मन्दिर, मस्जिद, गुम्बा, चर्च तथा अन्य धार्मिक स्थलमा बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरूको अभिलेखीकरण र पहिचान खुलाउने तथा विदेशी नागरिक भए सोको अभिलेख सम्बन्धित निकायले राखी निगरानी र व्यवस्थापन गर्ने। बुँदा नम्बर 5, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट धार्मिक, साम्प्रदायिक, जातीय हिंसा, द्वेष, चरित्र हत्या वा अतिवादी सोच फैलाउने व्यक्तिहरूको पहिचान गरी प्रचलित कानून अनुसार कारबाही गर्ने। बुँदा नम्बर 6, सुनसरी देवानगञ्ज घटनापछि भएको आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूमाथि दर्ता भएका मुद्दाहरूको पुनरावलोकन गरी आवश्यक निर्णय लिने तथा सम्बन्धित व्यक्तिहरूलाई कानूनी प्रक्रिया अनुसार रिहा गर्ने। बुँदा नम्बर 7, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा आवश्यक स्वास्थ्य सेवाको व्यवस्था गर्ने। बुँदा नम्बर 8, धार्मिक आयोगहरूको औचित्य, आवश्यकता र कानूनी आधारहरूको पुनरावलोकन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने। मागपत्रको बुँदा नम्बर 9, आन्दोलनमा सहभागी नागरिकको सुरक्षा तथा शान्ति सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गर्ने। 10. 2062-63 सालदेखि हालसम्म प्रदान गरिएको नेपाली नागरिकताको सम्बन्धमा छानबिन गरी विदेशी नागरिकको हकमा आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउने। बुँदा नम्बर 11, मदरसा, मस्जिद तथा अन्य धार्मिक स्थलहरूमा विभिन्न फन्डिङहरूको छानबिन गरी अनुगमन तथा निगरानी गरी तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउने। बुँदा नम्बर 12 वर्षीय आनन्द दासको घटनामा संलग्न घाइते हुनुभएका बालकको घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानूनी कारबाही गरी पीडितलाई क्षतिपूर्ति समेत दिने। बुँदा नम्बर 13, संयुक्त हिन्दू मोर्चाले आन्दोलनका सबै कार्यक्रम आजकै मितिबाट तत्काल स्थगित र फिर्ता लिने। धन्यवाद।